डिभोर्स दिनु पर्दैन यो रन्नीलाई डिभोर्स दिनु पर्दैन यसको भुँडी थियो हेरे अनि हिँड्यो म कसले थर्काएको कस्तै तपाईँ पनि के भनेर भने त्यसको प्रमाण के छ ल देखाए न पहिला मेरी स्वानी म लिएर जान्छु भनेर भने मेरो सक्ति भयो नि हेरे डिभोर्स दिनु पर्दैन यो रन्नीलाई डिभोर्स दिनु पर्दैन यो जस्तो हालतमा गयो जास्यो भनेर भनेको यिनीहरू सबजना मिलेर मलाई अनि हिँड्यो म लिएर जान्छु भनेर भनेपछि भएन म कस्तै तपाईँ पनि के भनेर भने लिएर जाने हाम्रो बालाई तपाईँलाई अब मसँग अब हेर्नु त यो बालाई माया लागेर हामी कहाँबाट आएको अनि अब लाने भनेर अब आएको अब फकाउनु पर्यो अझै अलिक यसो गर्नु बा एकचोटि गएर प्रिय तिमीलाई म सधैँभरि माया गर्छु सधैँ त्यो भैँसी र चाहिँ गाईको दुध दिन्छु घिउ दिन्छु दोरी खेल्नुपर्छ दोरी फकाउनु पर्यो जसले जित्यो अब जारले दोरी खेलेरै लिएको रहेछ नि श्रीमतीलाई गीत अघि भन्दै थियो त मैले गीत गाएर लिएको भनेको 2-3वटा गीत उसले यहाँ पट्याउनुको लागि यहाँसम्म ल्याउनुको लागि 2-3वटा गीत गाएको अरे अब तपाईँले 6-7वटा गीत गाउनु पर्यो भने पनि जान्छ केले नपिल्नु तेरो फोनै 24 घण्टा फोन 24 घण्टा यही केटाले फोन गर्ने त यस्तो तगडा फोन 24 हो खुकुरी यस्तो श्रीमान श्रीमती भइसके पछाडि सानोतिनो मनमुटाव हुन्छ जहिले त्यस्तै गरिरहन्थ्यो एक दिन मात्र डिभोर्स चाहियो डिभोर्स त गर्नै पर्छ तपाईले तर म त्यो घरमा टेक्न थाल्नु जाने भइदैन भोलि बेला मेरो तिमीहरूले मार्नु लयो भनेर भनिदिन्छु ए त्यतिकै सजिलो छ नि भिडियो यहाँ सबै हेरेर भइरहेको छ तपाईको भिडियो ल तपाईँहरूले चाहिँ बस्नु तपाईँ कति बस्नु बस्ने कति बस्नु त्यहाँ मान्छे यो हिँडेदेखि राम्रो चाहिँ एकमुठी पानी तताएर खाँदै दिने मान्छे छैन हाम्रो घरमा हेरे यो फगाउनु रहेछ यो फोनमा हेरी हो कि होइन मलाई थाहा छ नि हेरी निक्लेर हिँड्ने पनि म गएर खान्छु त भालु राडी निस्केर हिँड्नु भने आजै भन्ने बिहानै भन्ने बेलुका हिँड्ने यत्र सुन्ना निल यत्र लटी हो नि हानी यो तपाईले आरोप लाउनु भएको के जस्तो लाग्छ गाउँलेले त त्यस्तो भनेको छैन गाउँलेले किन भन्थ्यो अहिले मलाई किन भन्थ्यो गाउँलेले कतिजनाले पिटाइ खाइछ यसले मलाई पिट्दाखेरि गुवा उसबाट के अरे खाल्नबाट कसैले कति पिट्यो मलाई गाउँलेले भनेको हामीले बाबाले सोध्दाखेरि बाबै तपाईले गाउँलेले मलाई किन भनेन पहिला चाहिँ धेरै माया गरे पछि मोबाइल चलाउनु थालेपछि डिग्री पछाडि मात्र उहाँले अलिक पढाइ गरे मलाई त्यो ल एकछिन बस्नु न अनि यहाँ सुन्नु ल तुरु यहाँ सुन्नु ल बाहिर निकाल्नुस् यहाँ भित्र बसेर भयो यता आउनु न काम के भित्र बसेर बाहिर बसेर बोल्नु रे ए बाहिर ल गर्मी भयो बाबालाई गर्मी भयो नि त बाबालाई त्यसको प्रमाण के छ ल देखाए न पहिला लिएरै जाने हेरे मैले त बिहे गरेर स्वास्नी मेरो प्रमाण छ के प्रमाण देखाउनु पर्यो मैले जे भनौँ उयो देखाइदिन्छु म जानु मान्दैछ त बुवा